नेपाल परम्परागत बौद्ध धर्म संघ वज्रयान महाविहार लुम्बिनीको आयोजनामा दाताहरूलाई सम्मान गरिएको छ। बुद्ध जन्मभूमि लुम्बिनीमा नवनिर्मित नेपाल वज्रयान महाविहारमा प्रतिस्थापन गरिएका विभिन्न मूर्तिहरू तथा धार्मिक सांस्कृतिक कला सामग्री दाताहरूलाई नेपाल वज्रयान महाविहारको तर्फबाट सम्मान गरिएको हो। आइतबार काठमाडौँको छत्रपाटीमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहबाट दाताहरूलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो। सो समारोहमा वैरोचन बुद्धका मूर्ति सारीपुत्र र मौदगल्लायन बुद्धका मूर्ति सिंहमूर्ति वज्रधातु चैत्य लगायतका विभिन्न बौद्ध कलाकृतिहरू दान गर्नुहुने 32 जना दाताहरूलाई खादा उडाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले असम्भव जस्तो देखिने महान कार्य पनि सबैको सहयोगबाट लुम्बिनीमा सम्भव भएकोमा दाताहरूलाई धन्यवाद दिनुहुँदै हामीले हाम्रा कला र संस्कृतिलाई जोगाउन आवश्यक रहेको बताउनुभयो। यो चाहिँ जुन हाम्रो चाहिँ धार्मिक यो चाहिँ कार्यहरूमा पनि के हो भन्दाखेरि कुनै कार्यलाई चाहिँ सम्पन्न गराउनलाई त्यसलाई चाहिँ सुसम्पन्न गराउनको लागि यो चाहिँ विश्वास जितेको यो चाहिँ नेतृत्व गर्यो भने चाहिँ त्यो काम चाहिँ राम्रोसँग चाहिँ फत्ते हुन्छ भन्ने कुरा आजको यो चाहिँ जुन वज्रयान महाविहार लुम्बिनीमा चाहिँ बनाउँदाखेरि यो चाहिँ सबैको त्यो के भन्दाखेरि भित्र हृदयदेखि नै के गरौँ भन्ने चाहिँ भावना भएर दान दिएर चाहिँ यो चाहिँ सफल भएको चाहिँ छ। यो चाहिँ लुम्बिनीमा यो चाहिँ जुन त्यहाँ सबै धर्मावलम्बीहरू चाहिँ जाँदाखेरि नेपालबाट पनि बनेको एउटा चाहिँ बिहार हेर्नको लागि यसले चाहिँ एउटा एक्जाम्पल चाहिँ सेट गरेको छ र यसले गर्दाखेरि यो मोनुमेन्टले पछि पनि अरू कार्यहरू चाहिँ गर्नुको लागि शुभ कार्यहरू गर्नुको लागि यो चन्दादाताहरूले यो चाहिँ चन्दा ठिक ठाउँमा चाहिँ दिएको खण्डमा राष्ट्रको लागि समाजको लागि यो चाहिँ अनन्तकालसम्म जीवित रहने गरिकन यो चाहिँ मोनुमेन्ट पनि हुने र तपाईले चाहिँ जुन योगदान पुर्याएको यो ठिक ठाउँमा चाहिँ पुगेको छ भन्ने कुरालाई पनि यसले चाहिँ प्रमाणित गर्दछ। कार्यक्रममा वैरोचन बुद्धका मूर्तिदाता शान्ति घट वज्रधातु चैत्य महाविहारका थाइपाक कर्ण साक्यले श्रद्धेय नरेश गुरुजुको अभिप्रेरणा लगनशीलता एवं अगुवाईमा भएको बिहार निर्माणमा सहभागी हुन पाउनु खुसीको कुरा रहेको बताउनुभयो। यो कस्तो भने हामी बौद्ध मार्गी जाति बौद्ध मार्गी भनेपछि बुद्धको ज्ञान केही न केही चाहिँ हामीसँग पाइहाल्छ है। त्यही ज्ञानले हामीले के भयो भने आफूले कमाएको कुरा केही भाग यो बुद्धको लागि धर्मको लागि सर्वसत्व प्राणीको लागि केही आफूले दान दिनुपर्छ, केही आफ्नो श्रम चाहिँ दिएर जानुपर्छ भन्ने चाहिँ ज्ञान पहिलेदेखि भएको हुनाले मेरो आफैले कमाएको कुरा मैले यो दान दिएको मेरो चित्तले दान दिएको कारण किनभने यो सर्वसत्व प्राणी सबैलाई सुख होस् कोही दुःख नहोस् भन्ने हेतुले मैले यो मार्ग चुनेको हो। हाम्रो जीवन के भने एउटा संस्कारी जीवन हो है। यो जब नेवारहरू हुन्छन् जब उसको संस्कार हुन्छ, संस्कारमा संस्कृति हुन्छ है। त्यहाँ चैत्य बन्छ, बिहार बन्छ अथवा देवल बन्छ है, ठुलो ठुलो चाहिँ देउटाहरू बन्छ। यो संस्कारबाट चाहिँ उन्नति भएको। यसलाई चाहिँ हामीले चाहिँ किले गरेर जानु हुँदैन, यसलाई जति सक्यो त्यति प्रचार गरेर जानुपर्छ। यही चाहिँ हाम्रो देशको एउटा ठुलो सम्पत्ति हो। लुम्बिनीमा नवनिर्मित वज्रयान महाविहारले नेपाली वास्तुकलाको परिचय दिनुका साथै धार्मिक सांस्कृतिक अभ्यास र उत्थानमा समेत अनन्तसम्म योगदान गर्न सक्ने बताउँदै बिहार निर्माण लगायत मूर्ति एवं कलाकृतिका लागि सहयोग गर्ने दाताहरूलाई सो महाविहारका श्रद्धेय चक्रेश्वर प्राध्यापक डाक्टर नरेशमान वज्राचार्यले धन्यवाद दिनुभयो। मात्र ठोकिए कि धार्मिक दृष्टिकोन राजनीति यामाउडु राजनीति दुने धर्मयो चाहिँ भाव देमाउडु यानी अनसदाचार्य भाव माउडु लोक कल्याण भावना माउडु ठु ढंग चाहिँ धर्म व राजनीति त चाहिँ इन्टरप्रेटेड या फट ढाल्लासा सम्भवतः तो राजनीति सनिपिन योको बढे जुइला अथवा धर्मीय सनिपिन योको बढे जुइला धर्मीय न पोलिटिशियन टेउ चाहिँ सहभागिता न्याके कम हानो पोलिटिशियन चाहिँ जनता टेउ अथवा धार्मिक मनुटेउ सामाजिक मनुटेउ व्यापारी टेउ सहभागिता टस्कै कम डिसिप्लिन फरक समझे जुल लफुए फरक समझे जुल वास्तविक लफु फरकला खय बहु मात्र कि प्रपोसन सुना गुली तक याउले
धयु छौ प्रपोसन जग जुदा लगे जो फरक जो थे चो जिथे हमेशा चुनाव ला बजो जिथे हमेशा भोट फोने बजो जिथे हमेशा चाहिँ गणना चाहिँ वो पोडियो निन्ति लुलु जुइ बजो वो जो आइडियोलोजी तर जी जनता यु सुखला जी चाहे जुएमा क्षेत्र यु सुखला जी चाहे जुएमा देश यु सुखला जी चाहे जुएमा ट्याबले जे पोलिटिशियन खटला कि मुक्त कार्यक्रममा विभिन्न महाविहार तथा बिहारका श्रद्धेय थाइपाजुहरू गुरुजुहरू गुरुमाहरू तथा पूर्व मन्त्रीहरू काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बौद्ध विद्वानहरू दाताहरूको सहभागिता रहेको थियो।